मलाई सरकारबाट हटाएपछि ड्राइभर बिनाको गाडी जस्तो हुन्छ देश। म सरकारमा आउने बित्तिकै फेरि देश कुद्छ। मैले सरकार छोडेपछि फेरि देश जहाँको त्यहीँ बस्छ। यही हुने गरेको छ। त्यसकारण म सुन्छु प्रधानमन्त्रीका क्यान्डिडेट भन्ने कतिपय मान्छेले तपाईहरुले बच्चा बच्चीलाई सोध्यो भने के हुने भन्यो भने तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चा भइहाल्ने त होइन नि त। उसले आफूलाई घोषणा गरिदिन्छ। यस्तै मान्छेहरूलाई लाग्यो ख्याल जस्तो लाग्यो मान्छेहरूलाई।